Best smartphone under 30,000 in Nepal. Best camera, best gaming र best daily use experience दिन्छ। So let's start। सबैभन्दा बेस्ट क्यामेरा फोन अन्डर 30,000 को क्याटेगोरीमा यो फोन रिकमेन्ड गर्न सकिन्छ। Redmi Note 14 5G। यो फोनको 108 मेगापिक्सल मेन क्यामेरा छ र पिक्चर क्वालिटी 30K प्राइस सेगमेन्टमा धेरै राम्रो एलमेट स्क्रिन पनि छ जसले फोटोज र भिडियो आई क्याचिङ बनाउँछ। वाइ ग्रेट डिटेल फोटो सुटिङ अलमोस्ट डिस्प्ले फर वाइब्रेन्ट सोलिड परफॉर्मेंस फर क्यामेरा फ्युचर। बेस्ट स्मार्टफोन फर गेमिङ अन्डर 30K। Samsung Galaxy M16 5G। गेमिङ परफॉर्मेंस र डिस्प्ले एक्सपेरियन्स को लागि यो फोन राम्रो छ हो। 90Hz एमुलेट डिस्प्ले स्मूथ गेम प्ले दिन्छ अनि ब्याट्री पनि स्ट्रङ। Why we choose Samsung Galaxy M16? Smooth gameplay on PUBG, Call of Duty. 90Hz refresh rate display, big battery for long gaming session. Suitable for gameplay, high frame rate gaming. Best smartphone for daily use under 30K. Now यो चाहिँ daily use को टप पिक हो। Samsung Galaxy A15 और A16 5G। Daily commercial use, social media, browser, video, multitasking को लागि Samsung A15 और A16 5G बेस्ट चोइस हो। स्मूथ UI, स्ट्रङ ब्याट्री अनि रिलायबल परफॉर्मेंस दिन्छ। अनि किन लिने त Samsung Galaxy A15 और A16? Why? Good battery life, smooth everyday performance, long software supported, suitable for student, official, under social media users। यो धेरै राम्रो फोन पाउन सकिन्छ 30,000 भित्र नेपाली प्राइस सेगमेन्टमा। तपाईको बजेट पर यो राइट क्यामेरा गेमिङ डेली युज अनुसार फोन चुज गर्नुहोस्। यो भिडियो हेल्पफुल भयो भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस्। टिच वाला एनपी।